जय राधेश्याम। देश तथा विदेशबाट आधिकारिक युट्युब च्यानल रिसर्च एस्ट्रोलोजी 24 अथवा फेसबुक पेज रिसर्च एस्ट्रोलोजी 24 हेरेर बस्नु सम्पूर्ण दर्शक भक्तवृन्दलाई राधेश्याम अनि नमस्ते। मस्त धाम वृन्दावनबाट मदन मोहन शरण है। पहिले त म सर्वप्रथम फेसबुक पेजमा सर्वप्रथम म फेसबुक पेजमा 17 घण्टा अगाडि लेखेको कुरा म तपाईलाई भन्दछु। चैत्र महिनाको भविष्यवाणी। पैसा खाएर अथवा लुटेर फरार हुनुहुन्छ भने अब तपाईलाई पक्रिने योग बनेको छ। किनकि यहाँ बुध गएर व्यय स्थानमा थियो वैशाख महिनामा बुध र राहु, तर चैत्र महिनामा लग्नमा आएर बसेको छ बुध र राहु। बन्धक हुनुहुन्थ्यो, अप्ठ्यारोमा पर्नु भएको छ भने तपाईलाई राहत मिल्ने अथवा छुट्ने खालको योग बनेको छ है। यो चाहिँ कहिलेबाट? चैत्र महिनाको 1 गतेबाटै स्टार्ट भयो है। अर्को कुरा, तृतीय स्थान र लग्न स्थानको अधिपति यानी कि मालिकको स्थान परिवर्तन राजयोग भएको छ। अधिपति भन्दा जस्तै चैत्र महिनाको हेर्ने भने लग्न भनेको मीन लग्न, बे लग्नको अधिपति देवगुरु बृहस्पति तृतीय भावमा र तृतीय स्थानको अधिपति शुक्र लग्नमा गएर स्थान परिवर्तन राजयोग बनेको छ। यो राजयोगले तपाईलाई के गराउँछ भन्दाखेरि वैशाख महिनामा हेर्दाखेरि यो कारक थियो देवगुरु बृहस्पति हैन, तर अहिले हेर्ने हो भने वैशाखमा तपाईको देवगुरु बृहस्पति भरणी नक्षत्रमा थियो, अहिले तपाईको रोहिणी नक्षत्रमा छ भनेपछि के भयो? तपाईको विपदमा आयो। विपद भनेको अब्स्ट्याकल, गाह्रो हैन। त्यसैले गर्दा सुन चाँदीको मूल्यमा वृद्धि हुने हैन, फेरि डाँडो काट्ने खालको योगहरू बनेको छ भने बृहस्पतिको अहिले दिनी बृहस्पतिले अलिकति नराम्रो फल दिन्छ। जस्तै धर्म सम्बन्धी आस्था र विश्वासमा अथवा त्यसमा जोडिनु भएको व्यक्तिहरू विवादमा आउने हैन, अथवा झडपहरू हुने धर्म सम्बन्धी, अथवा मठ मन्दिरमा आगो लाग्ने, अथवा मठ मन्दिरको न्यूमा विवादहरू हुने यो गराइदियो देवगुरु बृहस्पतिले है। र अर्को हेरौँ, मङ्गल चौथो भावमा छ चैत्र महिनाको है। चौथो भावमा मङ्गल छ। सेना पुलिसको लागि बढुवाको योग बनेको छ। किनकि 21 सालको वैशाख महिना 1 गतेमा आय स्थानमा मङ्गल थियो, कुग्रह आय स्थानमा बस्नु राम्रो हो हैन, जो कारकै मानिन्छ। तर मङ्गल र शनिको विस्फोटन योग थियो भने अहिले तपाईको हालमा हेर्ने हो भने चतुर्थ भावमा गएर बुधको घरमा बसेको छ। वैशाख महिनामा पूर्वा भद्रपदमा थियो हैन, अहिले तपाईको छ मङ्गल पुनर्वसु नक्षत्रमा। त्यसैले गर्दाखेरि बलात्कारको योगहरू हैन, अथवा तपाईलाई मुद्दा मामला लाग्ने, हत्याको आरोप अथवा आफै मृत्यु हुने खालको योगहरू पनि बनेको छ। त्यसैले सेनापति अनि सेनाको सेक्टरमा काम गर्ने अथवा होटल सम्बन्धी काम गर्ने व्यक्तिहरू अलिकति होशियार हुनुपर्छ। पत्रकारको बारेमा म जान्दैछु र शेयर बजारको बारेमा जान्दैछु। यो 2022 सालमा त शेयर बजार एकदम राम्रो हुन्छ हैन, तर अहिलेको कन्डिसनमा हेर्ने हो भने थोरै अलिकति खस्किने खालको युग बनेको छ भने पत्रकारहरूलाई चाहिँ अलिकति गाह्रो छ। बुध र लग्नमा छ बुध हैन, तर बुध लग्नमा हो भने केन्द्र अधिपति दोष लागेको छ, अलिकति अप्ठ्यारो पर्ने खालको छ। र बिजनेसम्यानहरूलाई पनि गाह्रो हुने खालको योग छ। ठुल्ठुला उद्योगहरू खोल्नु भएको अथवा लगानी गर्नेहरू कर्ताहरूमा पनि गाह्रो हुनेछ। अथवा तपाईलाई जस्तै जग्गा सम्बन्धी अथवा तपाईको यो मङ्गलले गर्दाखेरि जग्गा सम्बन्धी भयो, यो बुधले गर्दाखेरि व्यापार सम्बन्धी कुनै पनि तपाईले हडप्नु भएको सामानहरू अथवा तपाईले केही लिनु भएको अथवा अर्कालाई थर्काएर आफ्नो पार्नु भएको अथवा मिच्नु भएको यस्तो केही छ भने पनि तपाईलाई गाह्रो पर्नेछ। यसमा अलिकति सजग रहनु होला। सूर्य र राहुको लग्नमा युति छ। वैशाख महिनामा हेर्ने भने सूर्य तपाईको लग्नमा थियो र राहु व्यय स्थानमा थियो, तर यता चैत्र महिनाको हेर्ने भने सूर्य तपाईको अहिले लग्नमा छ र राहु पनि लग्नमा छ। त्यसैले राजनीति गर्ने व्यक्तिको निधन अथवा घरमा शोक पर्ने खालको योग बनेको छ। शिक्षकहरूलाई पनि अलिकति गाह्रो मुद्दा मामला पर्ने खालको योग छ, अथवा नेतालाई पनि त्यो खालको योग छ। यसमा सतर्क रहनु होला है। यो चाहिँ तपाईको समग्र यसो छोटकरीमा भयो है। यो छोटकरीमा भिडियो बनाउँदैछु म। र यहाँ मैले अर्को के लेखेको थिएँ अनि यहाँ के लेखेको थियो भन्नुहुन्छ भने मङ्गलको तपाईको अष्टम दृष्टि आय भावमा परेको कारणले गर्दा है खेलाडीहरूलाई अलिकति नराम्रो हुने खालको योग हैन, गिज्याउने अथवा थोरै एक्सिडेन्ट हुने
बहिष्कार गर्ने त्यो पनि योग बनेको छ। मैले यो फेसबुक पेजमा लेखेको थिएँ। र यो पश्चिम र उत्तर देशमै थोरै धक्का जान सक्ने, जमिन हल्लिन सक्ने, भूमण्डलमा गाह्रो हुने देखिएछ मङ्गलको कारणले गर्दाखेरि। मङ्गलको 14 दृष्टि केतुलाई परेको छ, अङ्गारक कारक योग पनि बनेको छ र यहाँ तपाईको चन्द्रमा र केतुको ग्रहण योग पनि लागेको थियो। त्यही भएको कारणले है अब यसलाई मैले सर्टमा बताउँदैछु हैन। यसलाई सर्ट भिडियो पनि म हाल्दैछु, तर यसलाई हिजो रफ गरेको कारणले धेरै 2 घण्टाको लामो भिडियो भएको थियो। सर्टमा बनाएको म 15-15 दिनको भिडियो बनाउँछु है त। तपाईहरु हेर्दै गर्नु होला। हेरेर साथ दिनुभयो। जय जय श्री राधेश्याम।